गाउँघरको घर हेर्नुहोस् हेर्नुहोस् न कस्तो बस्छ होला दिदी हेर्नुहोस् न ल हेर्नुहोस् गाउँघरको घर पुरानो घर है यो चाहिँ है दिदी पुरानो घरलाई हेर्नुहोस् तपाईँहरूलाई देखाइदिएको 50 सालभन्दा बेसी भयो नि हो त है ल अहिले गाउँमा पनि बस आएको छ ल हेर्नुहोस् बस आएको छ बसको सुविधा रहेछ बसको कारको माथिसम्म कार आउने रहेछ तपाईहरुलाई यसो देखाइदिएको ल राम्रोसँग हेर्नु होला ल हेर्नुस् अब हिँड्न लागेको हो बस यही बस्ने अब ए यही गर हजुर ल खैरीसम्म जान्छ यो पोखरा पोखरासम्म जान्छ है ल अब गाउँमा पनि बस आइपुगे हैन त हजुर जाइन्ट बेम्बू हो यो कुन चाहिँ बेम्बू जाइन्ट बेम्बू आमामा जाइन्ट बेम्बू भन्छ होला यसलाई चाहिँ जाइन्ट बेम्बू भन्दो रहेछ है किनकि यो हाम्रोमा देख्दिन यो बेम्बू ओके यो त देख्छ मैले हेरे यो है हजुर जाइन्ट बेम्बू हो बाफरे कस्तो लामो हुँदो रहेछ नि त अलि मोटो मोटो हुन्छ है यो उनको पत्ता हेर्नु न जहाँ कत्रो ठुलो छ हैन त्यही त बाफरे बेम्बूको ठुलो ठुलो पत्ता हुन्छ नि कत्रो लामो लामो यो चाहिँ धान राख्ने एउटा के भन्छ दिदी यो थाहा छैन चाहिँ मलाई यो धान राख्ने यो धान के धान काटिसकेपछि राख्छ कि दिदी यो ए हो र अनि यो दाल पका अनि पका भइहाल्यो साग ढिलो साग ढिलो हुन्छ ढिलो साग ढिलो हैन तिमीहरुले पकालेर पकाउन जान्दैन कि किरकिरी हुन्छ त्यही त बच्चाहरुले दाल भात पकाइहाल्छ त्यही त ल हेर्नुहोस् गाउँको नजारा हेर्नुहोस् तपाईँहरूलाई देखाइदिएको यो चाहिँ तनहुँ जिल्लामा पर्छ थर्पु अनि दिदी थर्पु ल हेर्नुहोस् तपाईँलाई यो नजारा चाहिँ हेर्नुहोस् कस्तो मजाको छ सुन्दर शान्त है ल हेर्नुहोस् जस्ट इन्जोय दिस video and like and subscribe the channel. That's for you guys. See, so beautiful Himalaya. त्यही त